गाइस हामी फेरि पनि हिँडिसक्यौँ चट्ट परेर डाङ्गातिर होइन केटाहरू यता छन् म अगाडि छु हातमा यो बाँधेको छु होइन हामीले डाङ्गा पुग्नु पर्ने हुन्छ दाउरा लिनको लागि होइन त हो भन न यार यस्तो छ जङ्गल यताको वातावरण एकदम राम्रो छ हेर्न सक्नुहुन्छ हिँडिहालौँ के पिसाब फेर्ने ल ठिक छ केटाहरू चाहिँ अगाडि गइरहेछन् होइन म चाहिँ अहिले यता पछाडि छु आँसी थामेर हिँडिरहेको म होइन केटाहरू चाहिँ अगाडि नै छन् यता चाहिँ अर्जुन छ अगाडि चाहिँ छाउडी छ होइन त्यही हो अब हामीहरू चाहिँ 2 मिनटमा चाहिँ ट्याङ्की पुग्छौँ ट्याङ्की अरे कहना क्या चाहते हो फाइनली गाइस हामी ट्याङ्की नै पुगिसक्यौँ होइन ट्याङ्की चाहिँ यता छ यो भित्र उता होइन तर हामी ट्याङ्की चाहिँ पुगिसक्यौँ होइन अहिले घना भइसक्यो नि त जङ्गल एकदम जङ्गल घना भइसक्यो नि त त्यसरी ट्याङ्की देखिरहेन क्या देखेन ट्याङ्की देखियो अरे गाइज है छाउडी अगाडि गएर हेरेर है ए अँ त्यहाँभित्र छ छोड्दै भइहाल्यो ट्याङ्की त्यहीँ अगाडि छ अरे उता है जानेर ट्याङ्कीसम्म पुग्नुपर्ने भयो गाइज एकचोटि हेरौँ नि त पहिला नहेर धेरै भइसक्यो नि त अर्जुन आइज ए गाइज ट्याङ्की यही हो एमा चाहिँ उठ्नुहुन्छ हेलो ट्याङ्की हेलो कौन है ये लोग कहाँ से आते हैं अर्को ट्याङ्की चाहिँ गाइज अगाडि चाहिँ अब पानी पनि सब गइसक्यो जाउँ ल हिँडिहालौँ ओहो ढुङ्गा पुरै फोहोर भएर दिनहरू चाहिँ पहिलाकै बवाल थियो फेरि हामी रोडसम्म पुगिसक्यौँ अगाडि हिँड्ने मैले ल ठिक छ म अगाडि जान्छु नि त मेरो पछि अब केही छैन अब हामीहरू चाहिँ अलि अगाडि गएर हजुरहरूलाई भेट्ने छौँ हामी हिँडेको लगभग 1 घन्टामा लाग्यो गाइस तर हामीहरू अहिलेसम्म डाङ्गा पुगेको छैनौँ बिच बाटोमै छौँ अगाडि छाउडी गइरहेछ अहिले पछाडि अर्जुन छ अहिले चाहिँ बिचमा म छु अब हामीहरू गाना गान्दै गाना त एउटा मेरे दिल की कस्तो रमाइलो छ नि सर होइन एकदम यस्तो रमाइलो दिपुले गाना गाउने बित्तिकैमा होइन हडमा यस्तो काँडा फुलेर आउँछ मेरो त्यति धेरै म इमोसनल भइहाल्छु कि अहिले गाना गाउने बित्तिकै फेरि सुन त एउटा गाना त गाना एउटा सब गाना सनम तेरी कसम गाइदिनु त सनम तेरी कसम
यो गाई खान्थ्यो नि के फोडेर यार पहिला बाख्राले उयो बराडा कम्ता खतरा हाँसो लाग्यो मलाई शिवरात्रि दिन त उयो भएन गोदावरी गयो यार बेकारमा गयो नि त यार ए सन रुखमा गएर तर यसपालिको शिवरात्रि भने यार चैट भयो यार बेकार हुन्छ होइन कि त मोज भयो यार मेरो क्या कि मजला मको पैसा पनि झन्ला त्यो पकौडा त हामीले खायौँ होइन के मैले त खायौँ बुझेन के भयो होला मैले त के चाखेन होला नारी पुरै होइन 60 रुपैयाँ पौडा खायो धेरै नखा फेरि त्यो कस्तो थियो पोर्सालको जस्तो थियो यसलाई पुरा झिल्ली हरियो भएको थियो सिधै झिल्ली हरियो भएको थियो त्यो पोर्सालको जस्तो कडक थिएन पोर्सालको त पुरै होइन तितो तितो थियो नि एक पकौडा खायो खत्तम तितो यार मान्छे एक पकौडामा झ्याप नखेला पोर्सालको त्यो हामीले ल्याएला नगर त मलाई चोर लाग्ने नि के झोडेला एक पकौडामा झ्याप होला त्यो भाइ सब मलाई 60 खाएर मसिने हामी अर्को भइदिएको छ तवन तैले त खाएला 4-5 अब त पुगिहाल्ला नि 15 मिनटमा होइन लगभग हल्का फास्ट हिँड्नु पऱ्यो अब कुदाउ यो स्पिडले काम भएन अलि हिँड्नु नै पर्ने हुन्छ जोरले यस्तरी हिँड्यो भने अनि हो एकचोटि कुदला कुदमा ए छिटो लोड लगाएर यार छिटो आइज किन रोकी हामी दुईजनाले काट्ने होइन एकजनाले छिल्ने हो है ल अब त सिधै डाङ्गा पुगेर अनि दुईजना काट्ने भ्लग म स्टार्ट हान्छु गाइज केही भन्नु छ तँलाई छौडी केही भन्नु छ तिमीहरू हेर्दा छ न यता काम बनाउने रहेछ आउने हो भलाउ हँ तिमीहरूको हेर्दा छ न यता चाहिँ बाल भएन यसरी भलाउ आउने हो नाम बनाउने हो कौन है ये लोग कहाँ से आते हैं यत्रो जनसङ्ख्या हेरेर हुन्छ यार अहिले यस्तो भन्दिनँ यार फर्कन लाग्यो होइन बाजेर तिमीहरू पहिले फर्काइदिन नाच भने सिधै हुन त ठिकै पनि हो बड़ा हरामी हो बेटा किन हेऱ्यो होइन हामीहरूलाई नि अरूले नहेऱ्यो नि के छ अरे यार हामी आफै हामीहरू आफै बसेर हेर्ला नि 500 वर्षपछि 10-15 वर्षपछि यो भिडियो हेर्नुपर्छ नातिनीले लगाइज अब चाहिँ डाङ्गा पुगेर अनि त्यसपछि आउँछौँ हामीहरू फाइनल्ली गाइज हामीहरू चाहिँ डाङ्गा पुगिसक्यौँ होइन यो रुख चाहिँ डेन्जर छ डाँडा चाहिँ माथि छ अगाडि केटाहरू हिँडिरहेको छन् होइन अनि अर्जुन चाहिँ लास्ट थाकिसक्यो आज अलि यो मोटो भएर नि गाह्रै छ केटालाई झन्डैले सकिसक्यो देखा त माथि तेरो सिक्स प्याक छैन भुँडी प्याक छ अनि छाउडी चाहिँ अगाडि गइरहेको छ रन्केर जाउँ केटा हो छाउडी चाहिँ यता छ डाङ्गा नाङ्गो भयो पुरा सकिसक्यो यार डाङ्गा साङ्गा पनि पुरै तस्करहरूले सकिसक्यो हामीहरू चाहिँ होइन है तस्कर हामीहरू चाहिँ कहिले काहीँ आउँछौँ वर्षको एकचोटि त्यही पनि यो पाला त हामी धेरै पछि आयो यार न डाङ्गा त आयो तर यस्तरी दाउरा लगेर गएन नि त अगाडि खोला छ पानी छैन अगाडि छ पानी यता होइन अगाडि हो पानी त पानी अगाडि छ अगाडि हो होइन यार अस्ति थियो दिपु यता पनि पानी हल्का हल्का पानी थियो यता पुरा सुकिसक्यो यार खोला अब पानी आएपछि भरिन्छ मर्या पनि देखिँदैन होइन केकडा निस्कन केकडा माछा क्या ल के भन्ने भाइ यार धेरै छ माछा सेतो खान्छ बचकाउँछ त्यसलाई केकडा पनि छैन न ठुलोवाला निस्कमा चाहिँ जाउँ भयो अगाडि हिँडौँ अब हामीहरू यता चोट लाग्यो भनेपछि सकियो थुत्नु फुट्यो भनेपछि सकियो गर्मी भइहाल्यो होला
छिटो आइज बे अब चाहिँ एकछिन आराम गर्नुपर्ने हुन्छ गाइस लास्ट थाकिसक्यो गर्मी नै लास्ट छ क्या एकछिन पछि जान्छौँ माथि दाउरा लिन अनि त्यही हो अब त आइज यार कति माछा हेर्ने त्यहाँनिर आइज त्यता छाउडी चाहिँ माछा हेरेर यता चाहिँ यो बसेछ आराम गरिरहेको छ यो नि हामी नि आराम गरिदिने हौ सुत्दिउँ कि यार हेर्ने यार सुत्दिन्छ लगाएर आइज यार यहाँनिरमा रङ लगाएको छ यार पुरा यार टिका लगाएर हो एकछिन आराम गर्छु एकछिन पछि डाङ्गा गइसकेपछि हो नि भेट्छु डाङ्गा त पुगिसकेको छु र त्यही नै यो माथि कि उता गाइज इधर तस्करी हो रही है देखिए खुलेआम तस्करी कर रहा है ये लौंडा ओए झड़े 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 चंदन की लकड़ियाँ गयो अहिले भर्खर यता एक ढालियो यता हामीले 3वटा ढालिसकेका छौँ अगाडि अनि यता यो चाहिँ लकड़ीको छाला निकालिराख अरे कहना क्या चाहते हो सबको आफ्नो आफ्नो काम छ मेरो चाहिँ भिडियो बनाउने मात्र काम हो होइन यिनीहरूले तस्कर आफ्नो आफै गर्छन् यो भयो होइन यसले अगाडिको उता काट्नुपर्ने हो त्यो होला इधर का यही वाला मलाई एउटा लामै चाहिने होइन नपुगेपछि बरु फेरि आउँला जति पुग्छ तँलाई उता पनि छ यार एउटा यार यही हो लिन आएको हामीहरू बोक्रा निकालिसक्यो भने कम हलुको हुन्छ यो एकछिन घाममा राख्यो होइन पानी यहाँनिर होइन यसको यहाँनिर लामै छ राख्यो भयो ल चोट लाग्न सक्छ मलाई चाहिँ मैले बसेर अलि चोट नलाग्यो ल मेरो काम थोरै बोला निकाल्नु निस्कानु मुला भगाउ निकाल्दिन म यो धेरै लामो भएन र लामै छ फोन करके आ रहा हूं साला रात रात धोइ गला त्यो त्यही हो अहिले त यो एकै छ मलाई कति निस्काउनु पर्ने छ हामीले त्यो हळमा लाग्दै हाले म त नि यसो नै जानु म बोक्रा गर्दै जानु बोडा सर लैजाने हो भारी हुने हो मुला खै यो बोक्रा थाम्न यो बोक्रा थाम्न खै जानु मेरो ज्याकेट लगाए भाइ नर यार तेरो दिमाग आज त्यो मैले कति मासुको पनि झड्यो यार मुख यार ल ठिक छ अहिले एकछिनमा भेट्छौँ हामीहरू खचाक हेलो गाइज अब चाहिँ हामीहरूले दरुवा काटिसक्यौँ होइन हेर्नु सक्नुहुन्छ यहाँनिर यति काटेको छौँ अनि आधा चाहिँ उता तल छ त्यही हो अहिले केटाहरू चाहिँ यता दाउराको छाला निस्काइराखन् गफ गर्दै अनि यो चाहिँ मैले भर्खर निस्का हो हात र लट्टी बराबर आफ्नो आफ्नै गफ चलिरहेको छ के चलिरहेको थाहा भएन तर के चलिरहेको छ गफ तेरो यस्तै छ यस्तो लाग्दा त मैले जस्तो लाग्यो ट्याक्सी बनाउने बेला उता नि पता हातौडा हान्छ नि त्यसो हो त्यस्तै लोहार मैले गरे त्यसो ढंगा गरे है त्यही त त्यसै मैले गर्न त गराएको छैन त्यसै समुदाय त्यही हो अब चाहिँ हामीहरू तल जान्छौँ उता अनि त्यहाँ पनि छ अलिअलि उठाएर नि घरतिर हिँड्छौँ यहाँ चाहिँ उ हुन्छ नि ए सुन रिटर्न हुन्छ नि रिटर्न त्यो रिटर्नलाई के हाउस गर्न मलाई त्यसै गर्दा जस्तो लाग्दा के म यसो कि ल हेलो गाइज अब चाहिँ हामीहरू घरतिर लाग्न लागेको होइन केटाहरू चाहिँ अगाडि गइरहेको छन् टक्क पारामा म चाहिँ पछाडि हिँड्दैछु एउटै लगेर यस्तै जोके गर्ने बिस्तारै बिस्तारै हिँड्नु केटा हो चोट लाग्न सक्छ है बाहुबली हो यो चाहिँ हाम्रो बासकोटाको त्यसैले यसलाई यति धेरै दिएको हामीहरूलाई
ओए मा कसम ओए 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 बाटो चाहिँ हेरेर हिँड्नुपर्ने हुन्छ हामीहरूले चोट लाग्न सक्छ चोट लाग्यो भने चोट लाग्न के लागिसकेको छ खुट्टामा अब के गर्ने यता चोट उखुना छ सामान्य हो यतातिर आयो भने यतिको चोट लाग्नु चाहिँ होइन अर्जुन आसी थाम्न यार टक्क पारामा छाउडी चाहिँ अगाडि गइरहेको छ उता छ अर्जुन चाहिँ यता छ म चाहिँ अहिले पछाडि छु है गाइस ओहो एकदम पानीतिर खाने लास्टै लाग्यो गाइस अब खोलामा गएर पानी चाहिँ खाइन्छ अब यताको खोलामा चाहिँ पानी छैन तल खोलामा पानी छ होइन केटा हो होइन बाहुबलीलाई हेर न म्याक्समा यति धेरै लगेर हिँड्दैन लाग्छ हामी चाहिँ एउटै लगेर हो शरीर अनुसार ठिकै हो यो मैले लगेको होइन त छाउडी चाहिँ त पुगिसक्यो अगाडि हामी चाहिँ पछाडि नै छौँ किन केटाको फाटे जस्तो छ आँसी किन उ गरी अब चाहिँ आँसी म उठाएर अगाडि जान्छु गाइस भिडियो चाहिँ बन्द हुन्छ ल टक्क पारामा अगाडिको स्टेसनमा पुग्यो नि त गाइस यता होइन यताको यो दौरा अब बाँच्छौँ अनि उताको दुई भारी नि अब बाँच्छौँ त्यसपछि हामीहरू टक्क पारामा घरतिर हिँड्छौँ होइन घर जाने बाटो चाहिँ यो अगाडिको यता भइहाल्यो बाटो चाहिँ देखिन लाग्छ छैन यो खोलो हो खोलो जाने हो छाउडी उतादेखि छाउडी उताबाट कराइरहेछ धेरै बाँध्न छाउडीलाई मर्छ अब लगाइस अब चाहिँ हामीहरू घरतिर जाँदैछौँ होइन एकदम फाटिरहेछ लास्ट गरुङ हुँदो रहेछ यो अनि अर्जुन चाहिँ त अगाडि गइरहेछ छाउडी चाहिँ सायद पछाडि देखिन्ला होला अहिलेको लागि चाहिँ भलक चाहिँ अन्तिम अवस्थामा पुगिसकेको छ हाम्रो पनि अन्तिम अवस्था छ भ्लग बनाउँदा अब सकिँदैन आजको लागि टाटा बाई बाई अर्कोचोटि भेटौँला छाउडी के भन्नु छ के नै भन्नु सरासर फटाफट अनि त्यही फटाफट ल टाटा बाई बाई गाइस